नमस्कार साथीहरु, स्वागत छ तपाईहरुलाई फेरि अर्को एउटा मुभी रिभ्यूमा। र आज चाहिँ म एउटा रेयरेस्ट अफ द रेयर मुभीको बारेमा कुरा गर्न गइरहेको छु, जसको स्टोरी यति इन्स्पिरेसनल र इमोसनल छ कि इट माइट जस्ट चेन्ज योर लाइफ। सो मुभीको नाम हो हैक्सर रिज। What the hell is your delay, Captain? We're waiting, sir. Waiting for what? Private Doss. Who the hell is Private Doss? सो यो मुभी चाहिँ डेस्मन्ड डस नाम गरेको व्यक्तिको स्टोरीमा आधारित रहेको छ भने इट इज डिरेक्टेड बाई मेल गिब्सन, जसले एपोक्यालिप्टो र ब्रेभहार्ट जस्ता फेमस फिल्महरू बनाइसक्नु भएको छ। र यसको मेन लिड क्यारेक्टरमा हुनुहुन्छ एन्ड्रु गारफिल्ड, जो चाहिँ हाम्रो स्पाइडरम्यान 2 जस्तो सुपर हिरो मुभीहरूमा पनि देखिसक्नु भएको छ। सो डेस्मन्ड डस नाम गरेको व्यक्ति हुन्छ जो चाहिँ धर्ममा एकदमै विश्वास राख्छ। सो उसको चाइल्डहुडमा उसको आफ्नै दाजुसँग सानो झगडा पर्दाखेरि चाहिँ उसले झन्डै मारेपछि उसलाई उसको दिमागमा एकदम गहिरो असर पर्छ र त्यो इन्सिडेन्टदेखि उसलाई भाइलेन्ससँग एकदमै डर लाग्छ र ऊ एक हिंसा विरोधी मान्छे बन्छ। समय बित्दै जाँदा डेस्मन्ड डस ठुलो हुँदै जान्छ र वर्ल्ड वार 2 को समय आइरहेको हुन्छ। डेस्मन्ड डसलाई आफ्नो देशप्रति कर्तव्य भएको महसुस हुन्छ र ऊ आफ्नो यसको आर्मी जोइन गर्ने डिसाइड गर्छ। सो एक हिंसा विरोधी मान्छे आर्मीमा हुँदाखेरि चाहिँ उसले एकदमै धेरै शास्तिहरू खप्नुपर्ने हुन्छ। फिजिकल टर्चर, हाई र्याङ्किङ अफिसरहरूको बुली, कोर्ट मार्सलसम्मको शास्तिहरू खेप्न पर्ने हुन्छ। कोर्ट मार्सलले चाहिँ उसलाई बन्दुक नछोइकन नै आर्मीमा सर्भ गर्ने अनुमति दिन्छ र उसले बन्दुकै नछोइकन आर्मीमा सर्भ गर्छ। र कसरी सर्भ गर्छ र यो पोसिबल नै छ भनेर सोच्नुहुन्छ भने इफ यु आर गाइज भेरी क्युरियस यु गाइज सुड वाच द मुभी, किनभने मैले सबै स्टोरीहरू यहाँ डिस्क्लोज गरिदिएँ भने तपाईँहरूले हेर्ने बेलामा चाहिँ त्यति इन्टरटेनमेन्ट चाहिँ हुने छैन। सो ब्याटल अफ ओकिनावामा चाहिँ उसको एकदम पिक पर्फर्मेन्सहरू रहेको छ अनि आई डोन्ट वान्ट टु डिस्क्लोज द स्टोरी, किनभने तपाईँहरूले मुभी हेर्नुभयो भने एकदम खल्लो हुनेछ। सो लेट्स टक अबाउट द सिनेमाटोग्राफी एन्ड डिरेक्सन अफ द मुभी। सो एज आई सेड बिफोर, दिस मुभी इज डिरेक्टेड बाई मेल गिब्सन र यो चाहिँ 2016 मा रिलिज भएको फिल्म हो। र मेल गिब्सनको कुरा गर्नु पर्दाखेरि चाहिँ उहाँले एपोक्यालिप्टो र ब्रेभहार्ट जस्ता मुभीहरू बनाइसक्नु भएको छ। हि इज अ भेरी फेमस डिरेक्टर। सो डेस्मन्ड डसको क्यारेक्टर भने एन्ड्रु गारफिल्ड, आवर भेरी अमेजिङ फेभरेट सुपरम्यानले खेल्नु भएको छ। सो यो मुभी चाहिँ भिजुअली पनि एकदमै एक्सेप्सनल छ र साउन्ड वाइज पनि एकदम एक्सेप्सनल छ। भिजुअली एकदमै करेक्ट पनि छ। मुभीको सिन 1945 को छ र डिरेक्टर मेल गिब्सनले यसलाई यति राम्रोसँग प्रस्तुत गरेको छ कि यति राम्रोसँग क्राफ्ट गरेको छ कि इट रियली फिल्स लाइक 1945 क्या। मुभी हेर्दाखेरि यस्तो लाग्छ कि यो फिल्म चाहिँ इनफ्याक्ट 1945 नै सुट भएको तर अलि एडभान्स इक्विपमेन्ट्सहरूले सुट भएको जस्तो फिल हुन्छ। यति राम्रो भिजुअल्ली क्राफ्ट भएको छ। एन्ड साउन्ड वाइज पनि गोलीको साउन्डहरू, सिनलाई ब्याकअप गर्ने साउन्डहरू पनि एकदमै राम्रो, एकदमै पर्फेक्ट साउन्ड गरेको छ। र तर मुभीको मलाई वान अफ द एकदमै एउटा सानो अलिकति ड्रब्याक लागेको पार्ट भने चाहिँ यसमा चाहिँ क्यारेक्टर डेभलपमेन्ट चाहिँ अलिक थोरै देखाएको छ। लाइक डेस्मन्ड डसको क्यारेक्टर डेभलपमेन्ट अलिक धेरै भएको भए चाहिँ अझै राम्रो हुने थियो फिल्म। सो यो मुभी चाहिँ ट्रु स्टोरीमा बेस भएको भएर चाहिँ त्यति धेरै खोट लाउने ठाउँ पनि छैन। सो म यो मुभी फर्स्ट टाइम हेर्दाखेरि चाहिँ आई रियली लाइक इट अनि एकदमै इन्सपायर पनि भएको थिएँ। अनि यसमा एक्टरहरू, डिरेक्टरहरूको सबैको पर्फर्मेन्स एकदमै टप नच रहेको छ र अझै यो ट्रु स्टोरीमा बेस्ड हो भनेर थाहा पाउँदाखेरि चाहिँ आई रियली फेल्ट लाइक एकदमै वाउ फिल भएको थियो। सो इफ आई ह्याड टु रेट दिस मुभी आई वुड रेट 9 आउट अफ 10, किनभने द स्टोरी इज रियली एक्सेप्सनल। अनि यदि तपाईँहरूले हेरिसक्नु भएको छैन भने यु गाइज सुड रियली वाच दिस मुभी। सो यदि तपाईँहरूले यो मुभी हेरिसक्नु भएको छ भने आफ्नो थट्सहरू कमेन्ट बक्समा सेयर गर्नु होला। अनि यदि हेरिसक्नु भएको छैन भने प्लिज वाच दिस मुभी। दिस माइट बी यर वान अफ द बेस्ट मुभी एभर टु बी वाच्ड होइन। यति भन्दै आजको भिडियो यही टुङ्गाउन चाहन्छु। अर्को हप्ता फेरि अर्को एउटा अमेजिङ मुभीको रिभ्यू लिएर आउने बाचा गर्दै अहिलेलाई भने बिदा हुन्छ। टेक केयर, स्टे सेफ एन्ड स्टे इन्स्पायर्ड।